इन्डियन आइडल सिजन 3 का विजेता तथा चर्चित अभिनेता प्रशान्त तामाङको 43 वर्षको अल्पायुमै दुःखद निधन भएको छ। गोर्खा पल्टन परदेशी जस्ता लोकप्रिय नेपाली फिल्महरूमा अभिनय गरेर दर्शकको मन जितेका तामाङको आज बिहान दिल्ली स्थित आफ्नै निवासमा अन्तिम सास फेरेका हुन्। उनको असामयिक निधनले नेपाली तथा भारतीय मनोरञ्जन क्षेत्र स्तम्भ बनेको छ। दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ इन्डियन आइडलको तेस्रो सिजन जितेपछि अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेका थिए। एक सामान्य प्रहरी कर्मचारीबाट लोकप्रिय गायक र अभिनेता बन्ने उनको यात्राले लाखौं युवालाई प्रेरणा दिएको थियो। सरल स्वभाव, मधुर स्वर र मेहनतले उनले दर्शकहरूको अपार माया कमाएका थिए। संगीत र अभिनय दुवै क्षेत्रमा उनले राम्रो छुट्टै पहिचान बनाएका थिए। नेपाली फिल्म उद्योगमा प्रवेश गरेपछि उनले देशभक्ति, प्रेम र सामाजिक विषयवस्तुमा आधारित चलचित्र मार्फत सशक्त अभिनय प्रस्तुत गरे। उनका गीत आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छन्। उनको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा श्रद्धाञ्जली सन्देशले भरिएको छ। प्रशान्त तामाङको योगदान सधैँ सम्झनामा रहनेछ। हामी सम्पूर्ण नेपाली दर्शक तथा शुभेच्छकहरूको तर्फबाट दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकासन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।